एउटा कान काट्ने कुरालाई कति भाइरल गराइएको थियो हिजो नेपालले नै इन्डियाको जग्गा मिचेको रहेछ भने प्रधानमन्त्रीले त्यो शब्द बोल्नु जायज हो कि अनजायज हो ल भन्नुहोस् त्यति कुरा भन्नुहोस् न सत्य हो कि झुटो बोल्नु भएको उहाँ एउटा मन्त्रीमण्डलमा बसेर एउटा प्रधानमन्त्री जस्तो गरिमामा पदमा बसेर उहाँले के बोल्नु भएको भन्नुहोस् मेरो कुरालाई कति खेदाइयो र उहाँको कुरालाई कति खेदाउनु छ मिडियाले मेरो कुरा मात्रै लिने हो कि उहाँको कुरा पनि लिने हो तपाईँहरूले तपाईँलाई चित्त दुख्यो दिदी देशको प्रधानमन्त्री भएर त्यो कुरा बोल्नु चाहिँ त्यो सर्वमान्य भएन उहाँले चाहिँ देशबाट राजीनामा दिनु पर्यो प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो नत्र जनता समक्ष माफी माग्नु पर्यो त्यही हो माफी माग्नु पर्यो नत्र चाहिँ राजीनामा दिनु पर्यो त्यति हो तपाईँ यो कसको होला दिदी प्रधानमन्त्रीले राजीनामा कुनै हालतमा दिनु पर्यो अब प्रधानमन्त्री जे पनि बोल्न पाउँछ जनता बोल्न नपाउने खेल्ने आफ्नो एउटा कान काट्छु भन्दा आफ्नो पार्टी आस्था बोकेको मान्छेलाई खेल्ने म त नेकपा एमाले नै हो कति खेल्नुहुन्छ यहाँ भन्दा म एमाले नै हो हिजो पनि गर्व देखाउनुको एमाले भोलि पनि एमाले हो आज पनि एमाले पर्सि पनि एमाले हो नमर्दासम्म एमाले हो कति खेल्नुहुन्छ मलाई खेल्नेले प्रधानमन्त्री अनि गएर खेल्नुहोस् न त किन यस्ता झुटा कुरा बोल्नु भयो के देश भोलि हामी इन्डियालाई दिने तपाईँलाई त माइतीघरबाट पनि खेदे क्या होइन त्यो कुरा छोडिदिनु न खेल्ने जति सक्दो आउन् न म चाहिँ अनैतिक कुरा बोल्न सक्दिनँ मैले सञ्जालमा यो मोबाइलमा कति होला यो मोबाइल मार्फत 3 लाख मेसेज राखेको छु भिडियो राखेको छु पेन्ड्राइभमा यो सजाय कसले दिए हेर्ने यो नेपाल सरकार मेरो सरकार होइन के सरकार यो राष्ट्रसभाको मात्रै सरकार हो अरू दलको होइन त्यो कुरा नगर्नु तपाईँ गएर कुरा गर्न सक्नुहुन्छ नि त किन कुरा गर्नु भएको छैन अनैतिक कुरा बोल्दा मुखबाट महिलाले जे पनि बोल्न पाउँछ त्यही बोल्न पाइन्छ कसैलाई मैले यो मोबाइलबाट सञ्जालबाट कसैलाई नराम्रो शब्द बोलेको छु अपवाच्य शब्द बोलेको छु यो पार्टीलाई कसैलाई यो राष्ट्रसभा पार्टी काङ्ग्रेस अरू पार्टी दलहरूलाई मैले कहिले नराम्रो शब्द बोलेको छु सुन्नु भएको छ केपी ओलीको त अध्यक्षबाट हटाउने कुरा आयो के किन तपाईँले त कुरा जोडिरहनु भएको छ अहिले तपाईँको हामीले हटाइदैन हाम्रो प्रधानमन्त्री हाम्रो पूर्व प्रधानमन्त्री हामीले हटाइदैन तपाईँलाई क्वेसन गर्ने कुरै छैन यो कुरा ननिकाल्नु प्रधानमन्त्री भएर जे मन लाग्यो त्यही बोल्न पाइने र जनता बोल्न नपाइने हो केही पनि के एमालेकाले सबै सहेर बस्नु पर्ने हो हिजो एमालेकै सरकार ढलाएर आएको होइन राम्रो विकासको लागि आएको होइन खै विकास भएको आज जहाँ पनि द्वन्द्व एउटा महिलामाथि कति अत्याचार भइरहेको छ ल छोड्नुहोस् तपाईँ नजानुहोस् तपाईँ जानुहोस् मसित नबोल्नुहोस् नबोल्ने भन्नु तपाईँ